जाओ 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 हामी पनि गयौँ मनोकामना माता की भोट केमा के प्रोग्राम रहेछ त्यस्तो यता आइज न हाई गर्दै जाऊ भने यताबाट जाऊ न यताबाट हाई गर्दै जाऊ ए आ सबैजना भयो नानी केही छैन म यादीमा राखेर पुग्छ हामी ए वाउ तर के भयो भन्नु मान्छे मन पर्दैन तँलाई त म त रिसै उठ्छ मेरो बन मिस थ्याङ्क यू संरक्षण ढले यो मार्बल डाँडाबाट देखिने दृश्य हो हाम्रो लक्ष्मी म्याम यहाँ छाता ओढेर काली हुन्छु भनेर घामले म्यामलाई सताउला
यो मार्बल डाँडाको दृश्य हो सम्पूर्ण एकदम रमाइलो यो डाँडो आसपास उहाँ चाहिँ हाम्रो लक्ष्मी म्याम बच्चाहरू यताउता घुमिरहनु भएको छ रमाइरहनु भएको छ अब यो मार्बल डाँडाबाट देखिने दृश्य तल त्यो बस्ती छ त्यहाँदेखि आएका हौँ बाटो सिधा छैन बाटो घुमाउरो छ घुम्दै घुम्दै आउँदाखेरि झन्डै आधी घन्टा लाग्दो रहेछ तर आइसकेपछि एकदमै राम्रो रमाइलो आउन पनि धेरै गाह्रो छैन सजिलै छ ऊ यो बाटोतिरबाट आएको हामी यताबाट आएको अनि यसको आसपासको दृश्य चाहिँ यस्तो छ डुङ्गरहरू आएको रहेछ एकदमै राम्रो दृश्य आज अलि मौसम धुम्म भएको भएर मात्र नभएदेखि धेरै नै बच्चाहरू रमाएका छन् हजुर यस हाम्रो आउनु नि खिचेको मात्र सिन देखाइदिनु फाइनल्ली हामी आइपुगेका छौँ मार्बल डाँडा हेर्नुहोस् मार्बल डाँडाको सिन दृश्य कस्तो छ सुन्दर छ यो तलको बस्ती कहाँ हो गोदावरी यो के हो डाँडा डाँडा छहराले तिम्रै गीत गाउँछन् आहा कति रमाइलो है लक्ष्मी कस्तो अनुभव भइरहेको छ आनन्द है शीतल खुबसुरत हे खै त यहाँ यता गर्न मिल्दैन रहेछ है गर्न मिल्दैन होला हाम्रो उ बनाऊँ न हेलो मलाई हेलो नाच्ने कति राम्रो विद्यार्थीहरू चाहिँ यता छन् हामीलाई एकदम रमाइलो भइरहेको छ मौसमले आज साथ दिएको छ एकदम यता आउनुहोस् हामीलाई त रमाइलो भयो कहिलेकाहीँ यसरी लानुपर्ने रहेछ जानुपर्ने रहेछ हो नि यो चाहिँ हाम्रो गोदावरीमा रहेको मार्बल डाँडा हो लक्ष्मी घरमा हाल्ने मार्बल यही हो उठाउने लाने हालिहाल्ने झ्याप्पै लाने अब चाहिँ हामी यता पारी सिन जङ्गलहरू हेर्नु त कति राम्रो छ कति रमाइलो अँध्यारो भइसक्यो बस्ती यता हाम्रो गोदावरीको मार्बल डाँडा हाम्रा बच्चाहरू पनि रमाउनेसम्म रमाएका छन् एकदम खुसी भएको छन् म्यामहरू झन् खुसी आज फोटो खिच्न पाएर पढाउन नपरेर तर यी बच्चाहरूलाई लिएर आउनु पनि गाह्रै छ पढाइ भन्दा गाह्रो छ आनन्द अनुभव चाहिँ आनन्द ओके नाच्नुहोस् है को देखेन रे राति देखेन के गर्नु होला है अब ओ फाइट खेल्ने कुरा कहाँबाट आयो फेरि पुरो पानी आउन आँट्यो केही हुन्न पानीले आउँछ नि पानी ठाउँ धेरै छ नि त घुम्नलाई पनि मौसम घुम्दै घुम्दै यता यता आइसु है
हामी मार्बल डाँडामा हो कति राम्रो हो हाँसेको हेलो साथी। हेलो साथी, हामी आज मार्बल डाँडामा छौँ। कक्षा 7 का विद्यार्थीलाई लिएर आएको, तर यति बेला विद्यार्थी बाहेक यसो म्यामहरू पनि रमाउनु पर्यो नि त। कार्ड लाएर त्यही भएर आज म्यामहरू पनि आनन्द खुसी लागिरहेछ। साथीहरू आउनुहोस् है, मिस नगर्नुहोस्। मार्बल डाँडा साह्रै राम्रो। गाडी होइन बाइक होला। Ma'am, big fan, ma'am. Big fan. He's big fan, big fan. हम रानी है। मेरा सेविका छाता बाटो छोडिसकेको छ। Mas also don't like to match our teacher.